जेनजी विद्रोह फेरि साँच्चैको विद्रोह, परिवर्तन चाहने युवा पुस्ताको विद्रोह हो। त्यो 23 गते पनि थियो, त्यो 24 गतेको 1-2 बजेसम्म पनि थियो। तर त्यसमाथि टेकेर यो देशलाई खाली गर्ने र त्यो खालीमा टेकेर प्रतिगमन गराउने जो योजनाबद्ध प्रयत्न चलाइयो, त्यो चाहिँ त्यही हराएको टाउकोले गरेको, त्यही नदेखिने टाउकोले। त्यो देखिन्छ टाउको कि नदेखि यतिकै सकिन्छ? होइन, कहाँ सकिन्छ। त्यसलाई नेपाली जनताले चिन्न सुरु गरिसके नि। चिन्न सुरु गरिसकेर त त्यो नाङ्गेजार हुँदैछ। त्यो चिन्न सुरु गरिसकेर त अनि तिनीहरूको चलखेल पनि एकदम सतर्क हुँदै हुन थालेको छ होइन। उनीहरूलाई चिन्दै, नेपाली जनताले चिन्दै नचिनेको भए त सजिलै उनीहरूले लगिहाल्थे नि, प्रतिगमनतिर लान्थे वा आफ्नो कठपुतली चाहिँ शानदार ढङ्गले उभ्याउँथे होइन। र यो भू राजनीतिमा चाहिँ यो देशलाई खर्लपै खाइहाल्थे नि त। तर सम्भव भएन त्यो, त्यो सम्भव भएन किनकि नेपाली जनताले चिनिहाल्यो। त्यो हुन थाल्ने बित्तिकै चिनिहाल्यो। तपाईँले हाम्रै पार्टीको तर्फबाट हामीले जारी गरेको 23 गते, 24 गते, 25 गतेको वक्तव्य हेर्नु भने थाहा हुन्छ, हामीले चिनिहाल्यो कहाँ हुँदैछ, के हुँदैछ यहाँ होइन। नेपाली जनताले चिन्यो, त्यसपछि उनीहरूले भन्या जति गर्न सकिरहेका छैनन्। यही त हो कुरा। अझ रक्षात्मक हुँदैछन्, तानामाना बुनिँदैछ। हेरौँ न, किन नेपाल राष्ट्रको कुरा छ हेर्नुहोस्, यो नेपाली सभ्यताको कुरा छ हेर्नुहोस्। यो सानो कुरा छैन। यहाँ मान्छेलाई लागेको छ सजिलै संहिता खाइदिन्छु। संहिताको प्रगतिशीलकरण गरेर मात्रै समस्या हल हुन्छ। पुरानो संहिता जो बनाइएको छ त्यो गलत खालको छ होइन। तर त्यो संहितालाई वास्तविक संहितामा लगिसकेपछि मात्रै समस्या हल हुन्छ। मान्छेले सोचेर त्यसलाई खाइदिउँ न, खाइदिएर हल्लाउनै चल्छ। यहाँ हल्लाउनेवाला छ र? हल्लाउनेवाला छैन। त्यसकारणले वास्तविक नेपाली समस्याहरूलाई, आधारभूत समस्याहरूलाई समाधान नगरिकन कसैले चलखेल गरिदिएको भरमा, कसैले 2-4 दिन आगो लगाइदिएको भरमा हल गर्छु भनेर सोचेको छ भने त्यो हल हुँदैन।